स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्र दीपा सोनामका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको। श्रोता, आजको जीवन यात्रा कार्यक्रममा हामीले स्त्री रोग विशेषज्ञ तथा समाजसेवी डाक्टर मनोर दिल सैयदलाई निम्ताएका छौं। मुस्लिम समुदायबाट पहाडी क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने मुस्लिम समुदाय निकै कम छ। त्यसमा पनि चिकित्सा क्षेत्रमा त झन् नगण्य नै भएको अवस्थामा डाक्टर सैयदलाई उदाहरणको रूपमा लिन सकिन्छ। उहाँ मातृ शिशु मृत्यु दर कम गर्दै सुरक्षित मातृत्व प्रदान गर्ने उद्देश्यले दिनरात खटिनु भएको छ। महिला बालबालिका र युवाको क्षेत्रमा पनि उहाँ क्रियाशील हुनुहुन्छ। अब हामी उहाँसँग उहाँका जीवनका भोगाईहरू, केही व्यक्तिगत प्रसङ्ग, नेपाली जनताको स्वास्थ्य स्थिति, सामाजिक सेवा लगायतका अन्य विविध विषयमा कुराकानी गर्नेछौँ। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद उषाजी तथा सम्पूर्ण रेडियो नेपालको सहकर्मी साथीहरूलाई जसले चाहिँ रेडियो नेपालको स्टुडियोमै नै आएर बोल्ने मौका दिनुभयो। मैले हरेक शनिबार तपाईँ कार्यक्रम सुन्ने गर्दथेँ र त्यसबाट म त्यो कार्यक्रमबाट अत्यन्तै प्रभावित भएको भएर र जीवन यात्रा मैले चाहिँ आफ्नो जीवनमा धेरै भोगेका उतार चढावहरूलाई सेयर गर्ने एउटा राम्रो मौकाको रूपमा पनि लिएको छु। धन्यवाद। कुराकानीको सुरुवातमा यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो? मेरो जन्म स्याङ्जा जिल्लाको दहथुम गाविस वडा नम्बर 3 को एउटा बैरगारी बजार भन्ने ठाउँ छ। त्यो चाहिँ एउटा रमाइलो पक्ष के छ भने नेपाललाई पूर्व पश्चिम र उत्तर दक्षिण तपाईँ एउटा रेखा कोर्नु भयो भने ठ्याक्क बिचमा पर्छ त्यो ठाउँ। म चाहिँ त्यो ठाउँमा जन्मेको हुँ। कस्तो वातावरणमा हुर्कनु भयो? घरको वातावरण कस्तो थियो तपाईँको? म चाहिँ एउटा मध्यम, अझ गरिबै भनौँ, मध्यम गरिब परिवारबाट जन्मेको एउटा किसान परिवारको मान्छे हुँ। हामी चाहिँ कृषक हौँ। मेरो बुवा आमाहरूले चाहिँ व्यापार पनि गर्नुहुन्थ्यो सानोतिनो, र हामीहरूको घर चाहिँ हाइवेमै पर्छ, सिद्धार्थ राजमा परेको भएर हामी व्यापार पनि गर्थ्यौँ र कृषि पनि गर्थ्यौँ। अनि शिक्षा चाहिँ यहाँले कहाँबाट हासिल गर्नुभयो? शिक्षा चाहिँ मैले आफ्नो प्रारम्भिक शिक्षा दहथुम माविबाट गरेको हुँ, तर एसएलसी चाहिँ मैले वालिङको पाइनेज स्कुलबाट गरेँ। त्यसपछि क्याम्पस पढ्नका लागि म त्यति बेलाको एकदमै चर्चित अमृत क्याम्पस आएँ, करिब 2050 सालतिर कुरा हो। त्यसपछि म एमबिबिएस गर्नको लागि छात्रवृत्तिमा पाकिस्तान गएँ। त्यहाँबाट एमबिबिएस गरेर फर्केपछि करिब 4 वर्ष जति मैले वीर अस्पतालमा सेवा गरेँ। त्यो पछि मैले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा फेरि छात्रवृत्ति पाएर स्त्री तथा प्रसुति विषयमा एमडी गरेको हुँ। अनि तपाईँ नि होइन, बाल्यकालमा चाहिँ के भन्ने विचार गर्नुभएको थियो तपाईँले? बाल्यकालमा मेरो रमाइलो थियो दिनहरू। हामी आफ्नो घरबाट स्कुल, दहथुम जुन स्कुल थियो त्यो करिब आधा घन्टा, बच्चालाई त 1 घन्टा नै लाग्ने दूरीमा थियो। हामी हिँडेर जान्थ्यौँ। त्यति बेला बसहरू थोरै मात्रामा हुन्थे र बसले हामीलाई रोक्दा पनि रोक्दैन थिए, सानो सानो बच्चा बच्ची भएको भएर होला। अनि हामी खेतको बाटो हिँड्दै जान्थ्यौँ। अनि त्यो बाटो हिँड्दा कहिलेकाहीँ आकाश सफा भएको बेलामा मैले आकाशतिर हेर्थेँ र आकाशतिर हेरेर त्यो आकाशमा म कहिले पुग्ने होला भनेर म एउटा यस्तो यस्तो परिकल्पनाहरू गर्थेँ। अनि त्यहाँ मलाई मान्छेले यो चाहिँ ठुलो इन्जिनियर बन्ने छ र मलाई पनि अनि म त एक दिन इन्जिनियर बन्ने छु जस्तो लाग्थ्यो। र अझ रोचक पक्ष के भनौँ भने उषाजी, एउटा हाम्रो घरभन्दा नजिक एउटा वृद्ध महिला हुनुहुन्थ्यो, करिब 80-90 वर्षकी एकजना महिला हुनुहुन्थ्यो। हामी थापा आमा भन्थ्यौँ उहाँलाई। ती आमाले चाहिँ यो केटाको निधार कति ठुलो छ, यसले चाहिँ केही गर्छ भनेर उहाँले चाहिँ एउटा बाणी दिनुहुन्थ्यो। त्यो मैले सधैँ याद गरेर र त्यो आमाको कुरा पुरा गर्नका लागि पनि म के त बन्छु नै होला भन्थेँ। र म स्कुलको फर्स्ट बोय पनि थिएँ। त्यही भएर मैले चाहिँ सधैँ एउटा चाहिँ केही न केही नौलो कुराहरू, या त म त्यो आकाश छुन पुग्छु या अरू केही न केही गर्छु भन्ने मैले सधैँ सोच्थेँ। अनि यो डक्टरी पेसा नै अपनाउनु चाहिँ तपाईँ किन, डक्टरी पेसाप्रति चाहिँ तपाईँ कसरी आकर्षित हुनुभयो त? गुड। त्यो कस्तो भयो भने पछि जब दिनहरू बित्दै गए, ममा पनि अलिकति जिम्मेवारपन आउँदै गयो। मैले हाम्रो जिल्लामा धेरै महिलाहरू, अझ हरेक मान्छेहरू चाहिँ अकालमा मृत्युवरण गरेको मैले धेरै देखेँ। अर्को कुरा के हो भने मानवको सेवा गर्न, हामी मानव भएर जन्मिएपछि एउटा मानवको सेवा गर्नको लागि त्यो जस्तो अर्को मैले कुनै पनि विकल्प उपाय देखिनँ। र एनी हाउ मलाई डक्टर बन्नु छ भनेर म दिनरात मेहनत गरेँ। र त्यहाँको अवस्था, अझ हाम्रो घरभन्दा नजिकैको नै एकजना चाहिँ महिलाको मैले मृत्यु नै देखेको छु। 8-9 क्लासमा थिएँ। अत्याधिक रक्तस्राव भएर उहाँको चाहिँ मृत्यु, उनी एकदम धनी मान्छे हुन्, मृत्यु भएको देखेँ। त्यसपछि चाहिँ अझ मलाई पहिला म जन्मिने बित्तिकै जब 2-3 कक्षामा चाहिँ म आकाश हेरेर खालि इन्जिनियर मात्रै बन्ने सोच्थेँ भने त्यो घटना घटेपछि मैले मेरो त्यो मोड
मात्र डक्टरप्रति मात्रै गयो। अनि तपाईँ त समाजसेवी हुनुहुन्छ होइन, अनि तपाईँ त बहुप्रतिभाशाली व्यक्तित्व भन्छु, किनभने प्रशस्त लेखहरू पनि तपाईँले लेख्नु भएको छ होइन। त्यसै गरी तपाईँले मोडलिङ पनि गर्नुहुन्छ। तपाईँको एउटा चाहिने मोटरसाइकलको विज्ञापनमा पनि तपाईँको मैले फोटो देखेको थिएँ होइन। एकदम बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ नि तपाईँ। अनि यो समाजसेवातर्फ चाहिँ तपाईँ कसरी आकर्षित हुनुभयो त? अब समाजसेवामा चाहिँ हाम्रो परिवार नै समाजसेवी हो। मेरो बुवा नसिबदिनज्यू हुनुहुन्छ, अहिले गाउँमै बस्नुहुन्छ। उहाँको ठुलो देन छ समाजसेवामा। गाउँमा पनि स्कुलहरू बनाउने, पुल पुलेसा बनाउने, धार्मिक ठाउँ स्थलहरू बनाउने कुरामा उहाँको एकदमै योगदान छ। त्यसले सायद प्रभावित पारेको होला। म आफूलाई पनि अब म डक्टर त भएँ होइन। डक्टर भएर अहिले तपाईँले हेर्नुभयो भने नेपालका मात्रै विश्वका कयौँ डक्टरहरू उनीहरू दिनभरि काम गरे अनि आफ्नो मात्रै दुनो सोझ्याउने, त्यो बाहेक उनीहरूले केही पनि सोचेनन्। त्यसबाट अलिकति फरक, अलिकति पृथक हुने मेरो सोच आयो र मैले आफूले कमाएको केही प्रतिशत होइन, मैले महिनामा 1 लाख कमाउँछु भने 1000 मानुस करिब 1%, अझ म बढाएर 5%सम्म त्यो मैले बिरामी भन्दा अन्य क्षेत्रका ती मान्छे बिरामी छैनन् तर उनलाई सेवाको खाँचो छ, त्यो गरे भने सुनमा सुगन्ध हुन्छ कि भन्ने मलाई सोच आयो। यस्तै क्रियामा मैले चाहिँ सन् 2007मा करिब आजभन्दा तपाईँको 7 वर्ष पहिला भनौँ, एकजना चाहिँ वरिष्ठ मान्छे मैले समाजसेवामा लागेका व्यक्तिसँग भेट भएको थियो। इन्डोनेसिया गएको थिएँ एउटा कार्यक्रम भाग लिन। अनि उसले चाहिँ मलाई प्रोजेक्ट दियो, तिमी नेपालमा यस्ता यस्ता कामहरू गर्न सक्छौ। अनि मलाई ठ्याक्क त्यो जुन समय जुरेको थियो, मलाई यतापट्टि समाजसेवा गर्न पनि मन लागेको र प्रोजेक्ट पनि मेरो हातमा आएको। त्यो अवस्थाले गर्दाखेरि एसियन रिसोर्स फाउन्डेसन, अझ हामी एआरएफ नेपाल भन्छौँ। यो एआरएफ नेपाल भने कस्तो भने नाम यसको एसियन छ। किन एसियामा गयो भन्दा हामी पुरै एसियामा काम गर्छौँ। एसियामा के छ भने द्वन्द्व अत्यन्तै उच्च गतिमा छ। यहाँ कस्ता कस्ता द्वन्द्व छन्। इलिट्रेसी छ, तपाईँको मान्छेलाई रोजगार छैन, मान्छेको लडाइँ छ, जात जातको लडाइँ छ, गाउँ गाउँको लडाइँ छ, ठाउँ ठाउँको लडाइँ छ। त्यही भएर हामीले चाहिँ यी सबै कुराहरूलाई एड्रेस गर्नका लागि हामीले यो संस्था खोलेका हौँ। यसले विशेष गरी नेपालमा बालबालिकाको क्षेत्रमा काम गर्छ र युवाहरूको क्षेत्रमा काम गर्छ र महिलाहरूको क्षेत्रमा काम गर्छ। अहिले हामीले 5वटा स्कुलका करिब 100 बालबालिकालाई सहयोग गरिरहेका छौँ। हामी कस्तो सहयोग गर्छौँ भने सरकारी स्कुलमा जान्छौँ। सरकारी स्कुलमा त तपाईँलाई थाहै छ ट्युसन फी त तिर्नु पर्दैन, तर ती बच्चाहरू नयाँ ड्रेस लगाउन नपाएका झोकमा अर्को साथीले जुत्ता किन्न सक्यो, आफूले जुत्ता किन्न सकेन, त्यति विपन्न, त्यति गरिब हामीले बालबालिका खोज्छौँ र उसलाई चाहिँ हामीले ड्रेस दिन्छौँ, उसलाई हामीले कपी दिन्छौँ, किताब दिन्छौँ, जुन कुरा चाहिँ सरकारले उसलाई प्रोभाइड गरेको छैन। अनि अर्को कुरा तपाईँलाई थाहा नहुनसक्छ, सरकारी स्कुलमा ट्युसन फी त लाग्दैन तर इक्जाम फी चाहिँ तिर्नु पर्दो रहेछ। त्यो फी पनि तिर्न नसक्ने बच्चाहरू एकदम विपन्न। यसमा कुनै पनि जातभातको मतलब छैन। एकदम विपन्नमा विपन्न हामी गरिबहरूलाई चाहिँ अब मैले चाहिँ 71 सालले करिब 11वटा स्कुलको हामी करिब 300 बालबालिकालाई हामी सहयोग गर्दछौँ। तर त्यसले मलाई जुन आनन्द दिन्छ, मैले एउटा चाहिँ बिरामीको चाहिँ घाउमा मलम लगाउँदा जुन आनन्द आउँछ, त्यो गरिब बालबालिका ती विपन्न बच्चाहरूको अध्ययनमा सहयोग गर्न पाउँदा मलाई उत्तिकै नै खुसी लाग्छ। डाक्टर साहब, सङ्घर्ष त यहाँले निकै गर्नु पर्यो होला नि? अवश्य, मैले भनिहालेँ हामी एकदम साधारण परिवारको मान्छे हो, धेरै दुःख पाएको मान्छे हो। त्यसपछि म काठमाडौँ आएँ, 50 सालतिर कुरा हो। म साइकल चढेर हिँड्थेँ, कहिलेकाहीँ तपाईँको बसमा पनि हिँड्नु पर्थ्यो। बसमा हिँड्दा पनि आफूलाई कति दुःख हुन्थ्यो, कहिले अब भाडा नहुने, कहिले चाहिँ यता चाहिँ कोठा भाडा तिर्न गाह्रो हुने, यो यावत समस्याहरूबाट हामी गुज्रेकै हो। तर एउटा रमाइलो कुरा के भयो भने मैले प्रत्येक ठाउँमा जहाँ जहाँ पढ्न पाएँ छात्रवृत्तिमा पढ्न पाएँ। त्यसले गर्दा मलाई एकदम आर्थिक भार भएन। अरू दुःखका दिन त छँदैछन् र मैले अस्कल पढ्दा पनि, तपाईँको MBBS पढ्दा पनि, MD पढ्दा पनि छात्रवृत्तिमै पढेको भएको भएर मलाई ठुल्ठुलो आर्थिक भार त कहिल्यै पनि परेन। तर सानातिना समस्या चाहिँ मैले अति झेलेँ। अब हामीले धेरै बेर कुराकानी गरौँ, अब एउटा गीत सुनौँ। अवश्य। अब यसमा चाहिँ म एउटा स्वर्गीय नारायण गोपालको एउटा गाना म पनि अलिकति प्रयास गर्छु। स्वर त त्यति राम्रो छैन। केही मिठो बात गरा, रात त्यसै ढल्कदैछ, भरे फेरि एकान्तमा रुनु त छँदैछ, केही मिठो बात गरा। स्वर्गीय स्वर सम्राट नारायण गोपालको यो गाना सुनाइदिनु। बात गरा,
त्यसै ढल्किँदैछ केही मिठो बात गर रात त्यसै ढल्किँदैछ भरे फेरि एकान्तमा रुनु त छँदैछ केही मिठो बात गर रात त्यसै ढल्किँदैछ रमाइलो कुरा गर सपनाको कुरा गर रमाइलो कुरा गर सपनाको कुरा गर सँगसँगै बिताएको सम्झनाको कुरा गर सम्झनाको कुरा गर दुःख छोड दुःखलाई त जिन्दगानी छँदैछ भरे फेरि एकान्तमा रुनु त छँदैछ केही मिठो बात गर रात त्यसै ढल्किँदैछ आउन जाऊँ अन्धारोमा जुन किरी नाचे जस्तै आउन जाऊँ अन्धारोमा जुन किरी नाचे जस्तै बतासमा उडो आज सिमलको भुवा जस्तै सिमलको भुवा जस्तै दुई कदम साथ हिँडो छुट्टिनु त भरे फेरि एकान्तमा रुनु त छँदैछ केही मिठो बात गर रात त्यसै ढल्किँदैछ
श्रोता, रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु स्त्री रोग विशेषज्ञ तथा समाजसेवी डाक्टर मनोरदिन सैयदसँग। कार्यक्रम जीवन यात्रा यहाँलाई के कस्तो लाग्छ कृपया प्रतिक्रिया लेखेर पठाउनुहोला। प्रतिक्रिया लेख्ने हाम्रो ठेगाना हो कार्यक्रम जीवन यात्रा, पोस्ट बक्स नम्बर 634, रेडियो नेपाल, सिंहदरबार, काठमाडौँ, नेपाल। ठेगाना फेरि एकपटक कार्यक्रम जीवन यात्रा, पोस्ट बक्स नम्बर 634, रेडियो नेपाल, सिंहदरबार, काठमाडौँ, नेपाल। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग केही पारिवारिक कुराकानीहरू गर्नेछौँ। पारिवारिक स्थिति कस्तो छ? को हुनुहुन्छ डाक्टर साहब तपाईँ? मेरो बुवा आमा हुनुहुन्छ, त्यसपछि मेरो आफ्नो श्रीमती बहिनी अनि मेरा 2टा बच्चा छौँ। बुवा आमा चाहिँ उतै स्याङ्जामा बस्नुहुन्छ भने काठमाडौँमा चाहिँ म, मेरो श्रीमती र 2 बच्चाहरू बस्छौँ। अनि बिहे चाहिँ कहिले गर्नुभयो यहाँले? बिहे गरेको करिब 10 वर्ष भयो। मैले बुटोलबाट बिहे गरेको हुँ। उनी पनि एकदम अध्ययनशील मान्छे हुन् र सी इज अ टिचर, टिचिङ गर्छिन् र सी इज भेरी गुड हाउस वाइफ। प्रेम विवाह गर्नुभयो कि क्या? सबैले त्यस्तै भन्छन्, तर वास्तवमा त्यो माघी बिहे नै थियो। हाम्रो स्याङ्जाबाटै बुटोलतिर जानुभएका एकजना सिनियर मान्छे हुनुहुन्थ्यो, उहाँहरूको चाहिँ नेतृत्वमा यो बिहा सम्पन्न भएको थियो। तपाईँको श्रीमतीको नाम चाहिँ के हो? श्रीमतीको नाम तजमिरन सैयद, अलि युनिक नाम छ। मुस्लिमै बिहा गरेको? एक्ज्याक्टली, मुस्लिमै बिहा गरेको। अनि यो तपाईँ व्यस्त हुनुहुन्छ, समाजसेवामा पनि असाध्यै लाग्नु भएको छ, फेरि यता मेडिकल स्त्रीरोग विशेषज्ञ पनि हुनुहुन्छ, तपाईँ फेरि हस्पिटलमा त्यति नै व्यस्त हुनुहुन्छ होइन? यो व्यस्त पेसामा हुनुहुन्छ अनि परिवारबाट सहयोग कतिको पाउनु भएको छ त यहाँले? एकदम सुरुमा चाहिँ मैले यस्तो कल्पना गर्थेँ कि बुढाबुढी नै डक्टर हुन पाए हुन्थ्यो भने। जब म आफै डक्टर भएर नेपाल आएँ 10 वर्ष पहिला, जब मैले एउटा डक्टरको जिन्दगी देखेँ, त्यसपछि मैले सोचेँ कि कम्तीमा परिवारमा बुढाबुढी डक्टर चाहिँ हुनु हुँदैन भनेर मैले नन मेडिकल चुज गरेको हुँ। र त्यसपछि नन मेडिकल भएपछि मैले अनि उनलाई पनि सजिलो काममा लगाएँ। जस्तै अब उसले चाहिँ मास्टर गरे हो बिजनेसमा, एकाउन्टेन्ट काम गर्नुभयो, अनि अहिले चाहिँ टिचिङमा उसले काम गरिरहेछ, क्याम्पस पढाउने, बच्चाहरूलाई पढाउने। अलि बढी समय चाहिँ उसले चाहिँ घरमा दिनुपर्ने हुन्छ र म चाहिँ एकदमै व्यस्त। बिहानै अब अहिले पनि हजुरको 7 बजे, कहिलेकाहीँ त म अपरेसन गर्नलाई 6 बजे जान्छु बिहान। त्यहाँ आफ्नो प्राइभेट अपरेसनहरू सिद्धाइसकेपछि अनि मात्रै म अस्पताल जान्छु। यसमा चाहिँ मेरो परिवारको, खास गरी श्रीमतीको धेरै नै सहयोग छ। उसले मलाई बुझ्छ कि डक्टरले टाइम दिन पाउँदैन, त्यही भएर हामी सानो कयौँ, हामी इभन घर पनि तपाईँको यति सानो समय लिएर जान्छौँ। अब ससुराली त कति वर्ष भएको हुन्छ, गएकै हुँदैन। मैले चाहिँ आफ्नो जीवन भनेकै बिरामीलाई र समाजसेवालाई मात्रै समर्पित गरेको भएर र त्यो कुरालाई मेरो परिवारले पनि एक्सेप्ट गरेको भएर सायद मलाई सजिलो भइरहेको छ। तपाईँको उमेर कति भयो? उमेर म 35 क्रस भयो। डाक्टर साहब, तपाईँको छोराछोरी 2टा? हजुर। के नाम हो उनीहरू? कति वर्षका छन्? उनीहरू चाहिँ जेठोको नाम जिसान हो, सानोको नाम जिदान हो। उनीहरू अहिले एउटा 8 वर्षको, एउटा 6 वर्षको भयो र 1 र 2 मा पढ्छन्। उनीहरू पनि मैले राम्रो पढाउनु पर्छ र यो देशका लागि उनीहरूले पनि केही योगदान दिन सकुन् भन्ने हेतुले मैले प्लस मेरो वाइफले धेरै प्रयास गरिरहेका छौँ। तपाईँलाई त विदेशमा थुप्रै अवसरको सम्भावनाहरू पनि थिए होला नि डाक्टर साहब, किन नेपालमै बस्नुभयो यहाँ? एक्ज्याक्टली, जब मैले MBBS गरेँ, MBBS पछि तपाईँ अहिले पनि हेर्नुभयो भने होइन, टिचिङ हस्पिटलबाट MBBS गरेका मान्छे आधाभन्दा बढी अमेरिका जान्छन्, सबैलाई थाहा भएको कुरा हो। त्यस्तै तरिकाले मैले पनि जब MBBS गरेपछि, MBBS गरेर नेपाल आएँ, मसँग पढेका धेरै सहकर्मी साथीहरू या त अमेरिका गए, USMLE भन्ने हामीले इक्जाम दिनुपर्छ, जो त्यसमा सफल भएनन् ती पनि तपाईँ अस्ट्रेलिया, क्यानाडा लगायत उनीहरू चाहिँ PR लिएर गए। तर मैले कहिल्यै पनि मैले प्रयास गर्दा नभएको होइन, मैले प्रयासै गरिनँ। मैले किनभने मेरो सुरुको तपाईँले सुरुवाती अहिले मैले भनिसकेँ, मैले गाउँमा के देखेर डक्टर बनेको थिएँ त्यो कुरा पूर्ति गर्नका लागि म विदेश गर्दा सम्भव छैन। कम्तीमा काठमाडौँ भएँ भने म स्याङ्जा जति सहिले जान सक्छु, त्यति त अमेरिका भएर त म काठमाडौँ जान सक्दिनँ। मान्छे त आइसोलेट हुन्छ नि, सबैको आफ्ना उद्देश्य हुन्छन्। यसको मतलब यो होइन कि सम्पूर्ण डक्टर नेपालमै बस्नुपर्छ, सम्पूर्ण डक्टर गाउँ जानुपर्छ भने हामीले घोक्रे ठ्याक लगाउनु त होइन। तर मेरो हकमा मैले चाहिँ एउटा गाउँको, यो राष्ट्रको मातृमृत्यु दर हेर्नुभयो भने उषाजी तपाईँको आँखाबाट आँसु आउँछ। तपाईँ विकसित मुलुकका हेर्नुहोस्, अमेरिका लगायत विकसित मुलुकमा 1 लाख गर्भवती महिलामा 4 जना 7 जना, अन्त कहीँ त 0, नट एट अल, कोही पनि महिलाको मृत्यु हुँदैन भने आज हाम्रो 100औँमा छ। उनीहरूको भन्दा करिब 10-20 गुणा हाई छ।
आज एउटा महिलाले तपाईँको चाहिँ डोल्पामा, आज एउटा महिलाले रोल्पामा तपाईँको साधारण तपाईँको अत्याधिक रक्तस्रावका कारणले मृत्यु हुन्छ। अत्याधिक रक्तस्राव भनेको यस्तो एउटा अवस्था हो 90% तपाईँले बचाउन सक्नुहुन्छ। मातृ मृत्युदरको 80% कारण अत्याधिक रक्तस्राव छ। अत्याधिक रक्तस्राव चाहिँ 90% रोक्न सक्ने अवस्था हो। त्यति सानो उपचार मलाई लाग्छ तपाईँको 100-200 रुपियाँको उपचार छैन। हजुर डाक्टर साहब, तपाईँ फुर्सदको समयमा के गर्नुहुन्छ? म फुर्सदको समयमा अब लेख रचना भइ नै हाल्यो, अनि अब मोडलिङको पनि अहिले कुरा अलिकति झल्किहाल्यो। यो मोडलिङको पनि आफ्नै एउटा रमाइलो कथा छ। मैले के सोचेँ भने हाम्रै बालबालिकाहरूलाई कुरा घुम्छ फिर्छ समस्यामै आउँछ मेरो। हामीले चाहिँ विगत 2007देखि म 7 वर्षदेखि हरेक वर्ष शान्तिका लागि युथ फर पिस वर्कसप भन्ने गर्छौँ। त्यसमा चाहिँ हामीले नेपालका मात्र होइन पुरै एसियाका नै प्रमुख देशहरूका युवाहरूलाई, हामीले 25 वर्षभन्दा पहिलाका युवाहरूलाई यहाँ राखेर एउटा चाहिँ द्वन्द्व व्यवस्थापन कसरी गर्ने, यो समाजमा शान्ति कसरी ल्याउने, अमन चयन कसरी कायम गर्ने, अहिले जुन भइरहेको द्वन्द्व छ हेर्नुहोस् होइन, यो द्वन्द्वलाई चाहिँ कसरी कम गर्ने हामीले जुन काम गरिरहेका छौँ, यो मेरो मोडलिङ पनि त्यससँग जोडिएको छ। मोडलिङबाट चाहिँ मैले यदि केही पैसा प्राप्त गरेँ भने त्यो पैसा पनि सम्पूर्ण फेरि यता बच्चाको शैक्षिक उसमा जाने हो। त्यो मोडलिङ गरेर म आफू देखिनँ होइन, आफू चर्चित हुनका लागि नभएर त्यसबाट केही आएको आर्जन हामीले चाहिँ फेरि त समस्यामा लगाउँछौँ 100%। र अर्को कुरा के छ भने हामीले संस्थामा जुन संस्थामा काम गर्छौँ त्यो संस्थाको चाहिँ सम्पूर्ण मान्छे भोलिन्टियर हो। हामी कोही पनि तपाईँ पारिश्रमिक लिँदैनौँ। हाम्रो सचिवजी हुनुहुन्छ, किरण बोहराजी हुनुहुन्छ, खुमानन्द अर्यालजी हुनुहुन्छ, एकदम वरिष्ठ मान्छे, उहाँको आफ्नो पेसा छ। तर हाम्रो बसेको समयमा हामी मिटिङ गर्छौँ, कसरी शान्ति ल्याउन सकिन्छ यो राष्ट्रमा, यो समाजमा कसरी अमन चयन कायम गर्न सकिन्छ, त्यसमा चाहिँ हामी धेरै नै ध्यान दिएका हुन्छौँ। डाक्टर साहब, कुराकानीकै सिलसिलामा नि तपाईँ जीवनमा कहिले रुनु भएको छ? थ्याङ्क यू। म जिन्दगीमा बच्चा हुँदा त धेरै पटक रोयो होला मान्छे होइन, उतार चढाव आउँदाखेरि रुनु हाँस्नु त जीवन नै हो। जीवन भनेको रुनु र हाँस्नु नै हो। म जीवनमा उषाजी 2 पटक रोएको छु। म बुझ्ने भइसकेपछि एकपटक जब हामीलाई थाहा भयो कि हाम्रो बुवा बिरामी हुँदै हुनुहुन्छ, हामीलाई स्याङ्जाबाट फोन आयो र बुवा बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन, उहाँ चाहिँ एक प्रकार बेहोस जस्तो हुनुभएछ। म त्यो रोएँ। र अर्को पटक म कहिले रोएँ भने यो आजभन्दा करिब 1-2 वर्ष पहिलेको अवस्था हुनुपर्छ, जब यो देशमा एउटा राजनीतिक परिवर्तन आयो र राजनीतिक परिवर्तनका अवसरमा यस्तो शान्ति अमन चयन भएको राज्यमा यो देश चाहिँ विखण्डन हुँदैछ। यो देश एउटा त्यो पनि जातीय नाममा हेर्नुहोस् त। आज म तपाईँ र म कति राम्रोसँग भने कि म स्याङ्जाबाट आएको भनेर, तर त्यो होइन। मैले त्यो ठाउँलाई तमुवान भन्नुपर्ने, मैले त्यो ठाउँलाई तपाईँको मगरात भन्नुपर्ने। जब त्यो अवस्था आउँदैछ भन्ने मैले सुने, त्यो अवस्था जब चाहिँ मैले राजनीतिले चाहिँ यो कुरा पारित गर्दैछन् हाम्रो राज्यलाई यति राम्रोसँग जातीय धार्मिक सांस्कृतिक सद्भाव भएको ठाउँलाई त्यो एउटा चाहिँ मुद्दा लगाएर यो राज्यलाई टुक्रा पार्ने, यो राज्यलाई जातीय नाममा चाहिँ राज्यका नाम दिने जब मैले सुने, जब यो हुँदैछ भन्ने सुने, म धेरै रोएँ। तर हाम्रो सकारात्मक पक्ष भन्नुपर्छ, त्यस्तो अहिलेसम्म हुन पाएको छैन। अब एउटा गीत सुनौँ। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, झुल्किन्छ है छाया वस्तु अनुसार, फुलको आँखामा फुलै संसार। अनि छिङ डोल्माको यो अत्यन्तै लोकप्रिय गाना सुनाइदिनु होला। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, फुलको आँखामा फुलै संसार, काँडाको
आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले हिरै नमरोस् चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले हिरै नमरोस् राम्रो आँखामा खुल्छ राम्रै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार टाहा टाहा जुन देखौं कालो रातैमा जीवन संगीत सुनौमा सुख पातैमा टाहा टाहा जुन देखौं कालो रातैमा जीवन संगीत सुनौमा सुख पातैमा संगलो मनमा खुल्छ है संगलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार। श्रोता रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु स्त्री रोग विशेषज्ञ तथा समाजसेवी डाक्टर मनोरुद्दिन सैयदसँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौं। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौं। डाक्टर साहब, यो नेपालमा चाहिँ नि मातृ मृत्यु दरको अवस्था कस्तो छ डाक्टर साहब? एक्ज्याक्ट अहिले मैले हजुरलाई भनि पनि हालेँ, विकसित मुलुक भन्दा हामीले जहिले पनि रिजल्ट हेर्नुपर्ने हुन्छ। रिजल्ट भनेको के हो भने मातृ मृत्यु दर र बाल मृत्यु दर कति छ। हामीले मातृ मृत्यु दर चाहिँ नि हजुरको 1 लाख महिलामा निकाल्छौँ भने यता बच्चाको चाहिँ 1000मा निकाल्छौँ हैन। 1 लाख महिलामा
उनी चाहिँ गर्भवती भएदेखि सम्पूर्ण गर्भावस्था डेलिभरी हुँदाखेरिको यो सम्पूर्ण अवस्थालाई चाहिँ 1 लाख महिलामा एक्सिडेन्ट बाहेकको कुनै कारणले उनको मृत्यु हुन्छ भने त्यो अवस्थालाई मातृ मृत्यु दर भनिन्छ। अब त्यो तपाईँले विकसित मुलुकमा हेर्नुभयो भने 10 भन्दा कम 4, 5, 6 यस्तो छ भने हामीहरूको चाहिँ करिब 10-20 गुणा माथि छ। भनेपछि नेपालको चाहिँ 1 लाख महिलामा 170 हामी भन्छौँ 2010 को डाटा हो, लेटेस्ट डाटा यसैलाई मान्न सकिन्छ। त्यो विकराल अवस्था अहिले पनि छ र त्यसमा चाहिँ कसरी महिलाहरू मर्छन् भन्दा मैले अहिले भनिसकेँ 1 नम्बर कारण चाहिँ अत्याधिक रक्तस्राव, 2 नम्बर कारण भनेको इन्फेक्सन, 3 नम्बर कारण भनेको उसको चाहिँ प्रेसर ब्लड प्रेसर एकदम अत्यन्तै बढ्नु। यी यावत कारणले गर्दा चाहिँ ती महिलाको चाहिँ मृत्यु हुन्छ र त्यो महिलाको मृत्यु हुनुको कारण के हो भने उनी अस्पताल जान पाइनन्। अझ अर्को पछि के छ भने हाम्रो समाजमा महिलाको स्वास्थ्यलाई चाहिँ प्राथमिकता नदिने। उनीहरू के भन्छ हामीहरूको चाहिँ आमाहरू हाम्रो बजेहरूले चाहिँ घरमै पाउनु भयो बच्चा, बारीमा काम गर्दा गर्दै पाउनु भयो, अहिलेका महिलाले पनि त्यो गर्नुपर्छ जुन सोच छ त्यो सोचमा चाहिँ परिवर्तन ल्याउनु नितान्त जरुरी छ। हजुर, अनि यो डाक्टर साहब गाउँघरमा त यो आङ खस्ने समस्याको पनि त कारण छन् नि, त यसलाई कसरी समाधान गर्न सकिन्छ? हेर्नुहोस्, यो फेरि त्यही आउँछ कुरा। अब आङ खस्ने महिलाहरूको हामीले धेरै अपरेसन गऱ्यौँ। अस्ति भर्खरै पनि नेदरल्यान्डको एउटा संस्थासँग मिलेर हामीले करिब 30 जना महिलाहरूको आङ खसेका महिला थिए। तिनीहरू आङ खसेका महिला कुनै ठाउँमा अपरेसन भयो तर अधुरो अपरेसन भयो कि त्यो हुन्छ नि, क्याम्पमा गऱ्यो हतरपतर गरिदियो उनीहरूले। त्यो हाम्रो चिकित्सक साथीहरूको पनि गल्ती कमजोरी हुनसक्छ। कति विकराल छ तिनीहरूको जिन्दगी। कारण के हो भने उनीहरूले धेरै बच्चा पाए, बच्चा पाउन साथ उनीहरूले रेस्ट गर्न पाएनन्। अब आज बच्चा पाए भोलिबाट काम, त्यो होइन। कम्तीमा 3 महिना रेस्ट त गर्नु पर्यो उसले, उसको चाहिँ त्यो अनुसार पोषण लिनु पर्यो, उसको चाहिँ न्युट्रिसन पाउनु, उसले त्यो पाएन, उसले आइरन चक्की खान पाएन, उसले क्याल्सियम चक्की खान पाएन र ऊ चाहिँ धेरै बच्चा जन्माउने, थोरै ग्यापको बच्चा जन्माउने र बच्चा जन्माइसकेपछि उसले चाहिँ आराम नगर्ने, काममा हिँड्नु पनि। यी कारणले गर्दा चाहिँ उनीहरूको चाहिँ आङ खस्ने समस्या एकदम विकराल रूपमा आयो। डाक्टर साहब, एउटा कुरा नि, यो सुरक्षित प्रसुति सेवाको पहुँच नपुग्ने विकट ठाउँहरूमा चाहिँ नि तपाईँहरूले कस्तो सेवा पुर्याउँदै आउनुभएको छ त? एक्ज्याक्टली। अब मैले के भनिरहेको छु भने मैले जुन काम गर्ने अस्पताल छ, हामी चाहिँ के भन्छौँ भने नेपाल भनेको एउटा पहाडले भरिएको एकदम विकट गाउँठाउँ भएको नेपाल हो। सबैलाई थाहा छ यो कुरा, यसमा कसैको दुई मत रहेन। अब हामीले के गर्ने भने जुन डाक्टरले तपाईँको छात्रवृत्तिमा अध्ययन गर्छ त्यो डाक्टर तपाईँको 1 वर्ष ऊ चाहिँ जिल्ला अस्पताल जानै पर्ने, अनि त्यसपछि मात्र ऊ आएर काउन्सिलको इक्जाम दिन पाउने। यो सिस्टम हामीले गरिदियौँ भने अहिले पनि तपाईँको गाउँमा डाक्टर पुग्छन्। अहिले पनि तपाईँको यहाँ पढेका धेरै जो चाहिँ स्कलरसिप पढेका छैनन् उनीहरू त आफ्नो मन खुसी जहाँ पनि जान पाए। यसै चाहिँ वर्षौँ अहिलेसम्म जुन डाक्टरहरू चाहिँ विदेश पलायन भइरहेका छन्, यो राष्ट्रमा अहिले पनि तपाईँ 26,000 डाक्टरको जरुरत छ। 26,000 डाक्टरको जरुरत छ, तर यहाँ तपाईँको मुस्किलले 7-8 हजार डाक्टर होलान्। अझ यत्रो जुन चाहिँ ग्याप छ यसलाई फुलफिल गर्नका लागि पनि हामीले चाहिँ ती डाक्टरलाई चाहिँ गाउँमा रोटेसन वाइज पठाइदिने, अनि यहाँ चाहिँ पूर्वाधार भएका नयाँ मेडिकल कलेजहरूलाई पनि हामीले उनीहरूले चाहिँ सरकारी रेटमा उनीहरूले पढाइदिनु पर्यो। जस्तो तपाईँको एउटा मेडिकल कलेज कुनै काठमाडौँ खुल्छ भने उसले चाहिँ 50 बेडको हस्पिटल हुम्लामा राखिदिनु पर्यो, 50 बेडको फ्री बेड जुम्लामा राखिदिनु पर्यो। यो हामीले गऱ्यौँ भने अहिले यहाँसम्म जुन खुल्न लागेका मेडिकल कलेज छ र भएका मेडिकल कलेज छ त्यसलाई त्यो बाध्यकारी नियमन गरिदिनु भयो भने अवश्य पनि यो वर्तमान समस्या चाहिँ धेरै असर टरेर जान्छ। डाक्टर साहब, यो खास गरी यो महिलाहरूमा चाहिँ पाठेघरको समस्या किन हुन्छ डाक्टर साहब? यो पाठेघरकै समस्या चाहिँ के हो भने अब पाठेघर भनेको महिलाहरूको चाहिँ एउटा अत्यन्तै महत्त्वपूर्ण एउटा अङ्ग हो। त्यहाँ चाहिँ तपाईँको मासिक महिनावारी हुनेदेखि लिएर साइड भएका चाहिँ ओभ्यारीहरूले चाहिँ उनीहरूको हर्मोन निकाल्ने, होइन, महिलाको सुन्दरताको हर्मोन निकाल्नेदेखि लिएर सम्पूर्ण काम हुने, अनि तपाईँको बच्चा गर्भधारण हुने, बच्चा बस्ने, बच्चा निस्कने, त्यसपछि एउटा उमेरपछि महिनावारी रोकिने, यो सम्पूर्ण क्रियाकलाप हुने महत्त्वपूर्ण अङ्ग हो। यति धेरै काम हुने अङ्गमा गडबडी देख्नु स्वाभाविकै छ र कतिपय कुरा जस्तो महिनावारी हुनु भनेको नर्मल फिजियोलोजिकल कुरा हो, त्यो नर्मल कुरा हो। अब फेरि कस्तो समस्या आउँछ भने एउटा महिला छिन् तर उनले चाहिँ कम बच्चा जन्माइन् भने पनि उनलाई पाठेघरकै समस्या देखिन्छ। कम बच्चा जन्माउनेमा फाइब्रोइड भन्छ, होइन, पाठेघरमा ट्युमरहरू आउने। अब धेरै बच्चाहरू जन्माउनेलाई पनि फेरि पाठेघर मुखको क्यान्सर हुन्छ। कम बच्चा जन्माउनेलाई पाठेघरको र यता चाहिँ डिम्बाशयको हुन्छ। धेरै बच्चा जन्माउनेलाई पनि फेरि पाठेघरको तपाईँको सर्भिक्स जुन भन्छौँ हामीले त्यसको क्यान्सर हुने अत्याधिक समस्या हुन्छ। त्यही भएर यो चाहिँ ब्यालेन्समा राख्नु पर्यो उसले आफ्नो स्वास्थ्य। कतिवटा बच्चासम्म जन्माउनु पर्छ त त्यसले ब्यालेन्समा राख्नलाई? एउटा या दुईटा नै हो, त्यो त हाम्रो राष्ट्रिय नीति दुईटै हो। एक्ज्याक्टली। जस्तो लेट म्यारिज, होइन, अथवा एउटा मात्रै बच्चा जन्माउनेहरूलाई चाहिँ पाठेघरको ट्युमर देखिन्छ। त्यो भन्दा चाहिँ अब त 35-40 वर्ष बिहा गर्नको लागि नकुर्ने, यो चाहिँ 25-30 गर्ने एउटा या दुईटा नै हो। अनि डाक्टर साहब, यो नेपालको चाहिँ यो गरिब विपन्न वर्गलाई चाहिँ स्वास्थ्य सेवा पुर्याउन के गर्नुपर्छ त? हजुर, अहिले मैले के भने सर्वप्रथम त यो राज्यले स्वास्थ्यमा लगानी बढाउनु पर्यो। अहिले तपाईँको अत्यन्तै न्यून छ, 5% भन्दा कमले स्वास्थ्यमा लगानी गर्छ। हाम्रो माग के हो भने कम्तीमा 10% उसले चाहिँ स्वास्थ्यमा लगानी
लगानी गर्नु पर्यो, स्वास्थ्यमा लगानी गर्नु पर्यो। अनि तपाईँका यहाँ छात्रवृत्तिमा पढेका डाक्टरहरूलाई चाहिँ उसले चाहिँ अनिवार्य रूपमा जिल्ला अस्पतालमा अझ हरेक हेल्थ सेन्टरमा उसले पुर्याउन सक्नु पर्यो। आज तपाईँको यो राज्यमा धेरै मान्छे अकाला मर्नु कारण त डाक्टरको पहुँच नभएर न हो। जब यदि हामी त्यो डाक्टरको पहुँच गर्यौँ भने अवश्य पनि विपन्न र गरिब ठाउँमा चाहिँ डाक्टरको सेवा सहज हुन्छ। तपाईँ समाजसेवी पनि हुनुहुन्छ डाक्टर साहब है, समाजसेवाको क्षेत्रतर्फ के गर्दै हुनुहुन्छ तपाईँ? हजुर, मैले भनिहालेँ हामीले खोलेको एउटा संस्था छ ARF नेपाल भन्ने। यसले चाहिँ अब आउने सालमा 11वटा स्कुलका करिब 300 बालबालिकालाई चाहिँ नि 300 सरकारी स्कुलका चाहिँ बालबालिकालाई सहयोग गर्दैछ। र अनि त्यसपछि अहिले मैले भनिहालेँ शान्तिका लागि युवा युथ फर पिस वर्कसप हामी फेरि गर्दैछौँ। अनि अर्को चाहिँ हाम्रो एनुअल प्रोग्रामहरू हुन्छ, जस्तै तपाईँको हामी चाहिँ जस्तै पत्रिकामा हेर्नुभयो चेपाङ बस्तीमा गएर हामीले लत्ता कपडा दिने, जुन जाडोले कठाङ्ग्रिएको अवस्था हुन्छ त्यसमा चाहिँ हामीले यो धादिङ चितवन यी एरियामा गएर हामीले गएको साल जसरी दियौँ। अनि त्यसमा हामीले यता आमा घरलाई पनि दिएका थियौँ। त्यसै तरिकाले ती आमा घरहरूलाई ती वृद्धाश्रमहरूलाई अनाथ आश्रमहरूमा हामी फेरि पनि न्यानो कपडा वितरण र चाहिँ खाद्यान्न उपलब्ध गराउने कार्यक्रम गर्छौँ। अनि त्यसपछि 300 बालबालिकालाई हामी छात्रवृत्ति दिन्छौँ र शान्तिका लागि युवा नामक हामी त्यो कार्यक्रम गर्ने हाम्रो योजना छ। अब एउटा गीत सुनौँ। रंगी बिरंगी फूल फुल्ले फुलबारी का फूल हो, फुलबारी का फूल हो। आफ्नै संस्कृति बोकी हिँडेका कहिले नमासिने फूल हो, कहिले नमासिने फूल हो। प्रेम भावले रंगिएर शान्ति छर्ने जुन हो। हामी नेपाली, हामी नेपाली, हामी नेपाली, हामी नेपाली, हामी नेपाली। रंगी बिरंगी फूल फुल्ले फुलबारी का फूल हो, फुलबारी का फूल हो। आफ्नै संस्कृति बोकी हिँडेका कहिले नमासिने कुल हो, कहिले नमासिने कुल हो। पहाड चढ तराई झर मन त हाम्रो नेपाली, मन त हाम्रो नेपाली। पहाड चढ तराई झर मन त हाम्रो नेपाली। चन्द्र सूर्य झण्डा उचालो भावना एकै सँगाली, भावना एकै सँगाली। हामी नेपाली, हामी नेपाली, हामी नेपाली, हामी नेपाली, हामी नेपाली। रंगी बिरंगी फूल फुल्ले फुलबारी का फूल हो, फुलबारी का फूल हो। आफ्नै संस्कृति बोकी हिँडेका कहिले नमासिने कुल हो, कहिले नमासिने कुल हो। वैर भाव
भेदभाव छैन केही, एउटै आमाका सन्तान। देश प्रेमको मूल मन्त्र हामी सबैले जपाउन, हामी सबैले जपाउन। हामी नेपाली, हामी नेपाली, हामी नेपाली, हामी नेपाली, हामी नेपाली। रंगी बिरंगी फूल फुल्ने फुलबारीका फूल हौ, फुलबारीका फूल हौ। आफ्नो संस्कृति बोकी हिँडेका कहिले नमासिने कुल हौ, कहिले नमासिने कुल हौ। प्रेम भावले रंगिएर शान्ति छर्ने जुन हौ। हामी नेपाली, 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 हामी नेपाली। श्रोता, रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु स्त्री रोग विशेषज्ञ तथा समाजसेवी डाक्टर मनोरुद्दिन सैयदसँग। नेपालीहरूको स्वास्थ्यमा खास गरी कुन समस्या बढी भएको यहाँले पाउनु भएको छ? नेपालीहरूमा भएका समस्याहरू जस्तो नसर्ने रोगहरू पनि एकदमै बढेर आइरहेको छ होइन। अब ट्युबरक्लोसिसहरू भयो, तपाईँको इभन ग्यास्ट्रिकको पनि अत्यन्तै समस्या। अहिले चाहिँ सहरमा हेर्नुभयो भने ब्लड प्रेसर अत्याधिक बढ्ने, चिनीका बिरामीहरू अत्याधिक बढ्ने, खानपानमा ध्यान नदिएको होइन, बसिराख्ने, खाने मात्रै, अनि मोटोपनदेखि लिएर धेरै यो कारणले गर्दा यो रोग देखिएको छ। र मैले चाहिँ एज अ म चाहिँ स्त्री रोग विशेषज्ञ भएका कारणले गर्दा स्त्रीतिर मात्रै मैले फोकस गर्न चाहन्छु। त्यसमा चाहिँ महिलाहरूमा अहिले चाहिँ एकदम सानो सानो उमेरमा बिहा गर्ने, अनि तपाईँको चाहिँ प्रजनन साधन प्रयोग नगर्ने, उनीहरूको बिहा भएकै छैन तर गर्भपतन गर्नुपर्ने अवस्था। नेपालको कानुनले भन्छ 12 हप्तासम्मको तिमी गर्भपतन गर। तर हामीले यस्तो हेर्नुपर्छ, सानो सानो नानीहरू उनीहरूलाई जनचेतनाको अभावले हो या तपाईँको चाहिँ उनीहरूले चाहिँ प्रजनन साधन भेटाएनन्, के भयो? यो मैले एकदम विकराल रूपमा मैले देखेको छु। अहिले सानो सानो नानीहरू चाहिँ गर्भ बोकेर कतिपय उनको बुवामा लिएर आएका छन्। हामीले उनीहरूलाई चाहिँ एउटा चाहिँ सेफ ल्यान्डिङ गरिदिनु पर्ने हुन्छ। मैले अहिले देखेको एकदम विकराल समस्या यो छ। अर्को चाहिँ अलिकति तपाईँ चाहिँ उमेर खाएका महिलाहरूमा हेर्नुभयो भने अत्याधिक रक्तस्राव लिएर आउने, अनि पाठेघरको समस्या, क्यान्सरको समस्या, अरू समस्या त यथावत छँदैछ। अन्त्यमा रेडियो नेपालमा आइदिनु भयो, कार्यक्रममा सहभागी भइदिनु भयो, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। र रेडियो नेपाल सुनिरहनु भएका श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ? धन्यवाद, एकदमै खुसी लाग्यो आज यसरी रेडियो नेपालको स्टुडियोमा आएर आफ्नो जीवनको बारेमा। हुन त म त्यति म्याच्योर्ड मान्छे नभए पनि आजभन्दा 1 महिना पहिला एउटा कार्यक्रम सुनेको थिएँ। ओम विक्रम विष्ट हाम्रो चाहिँ एकजना गायक हुनुहुन्छ नेपालको। उहाँले के भन्नुभयो भने नेपालमा चाहिने मिडियाहरूले एउटा गायक मरेपछि चाहिँ उसको 1 हप्तासम्म उसको गाना बजाउँछ, जिन्दा हुँदासम्म उसको वास्तै गर्दैन भने कि। त्यही भएर चाहिँ जुन सर्जकहरू छन्, जो समाजसेवामा आउन चाहन्छन्, जो गायक छन्, जो तपाईँको यो राष्ट्रलाई समुन्नत बनाउन चाहन्छन्, उनीहरूलाई युवा अवस्थामा नै उनीहरूलाई हामीले प्रेरणा दिनुपर्छ। त्यसकै खातिर तपाईँ आज बोलाइदिनु भयो, ठ्याक्क त्यो कुरा मिल्यो। त्यही भएर मलाई पनि अत्यन्तै खुसी लाग्यो। जाँदा जाँदै देशले रगत मागे मलाई बलि चढाऊ, रुदिनन् मेरी आमा उनी नेपालकी छोरी भन्ने गाना सुनाइदिनु न अनुरोध गर्दै धन्यवाद ज्ञापन गर्दछु। थ्याङ्क यू भेरी मच। अन्त्यमा यहाँलाई स्वास्थ्य सेवाको क्षेत्रमा त्यसै गरी समाज सेवामा पुर्याउनु भएको योगदान अझ बृहत र सफल भइरहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना। हवस् त श्रोता, आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक मित्र दिपा सोनामका साथै म कार्यक्रम सञ्चालिका उषा लोहनी बिदा चाहन्छु। यहाँहरूको आजको दिन रमाइलोसँग बितोस्। रेडियो नेपाल सुनिरहनुहोला। नमस्ते। देशले रगत मागे मलाई बलि चढाओ, रुदिनन् मेरी आमा उनी नेपालीकी छोरी, रुदिनन् मेरी आमा उनी नेपालीकी छोरी।
देशले रगत मागे काल कालठी देशया के भीतर होगी मेरी बूढ़ी आमा गोठ में हाँसी खुशी देखिन्छन् बूढ़े काल कालठी देशया के भीतर होगी मेरी बूढ़ी आमा गोठ में हाँसी खुशी देखिन्छन् ती कागडा का सन्तान अझै मरेका छैनन् तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन् पाउँदिन केही पनि रगत स्तनको साटो आउँदैन माग्न उसलाई उनी पलेकी छोरी आउँदैन माग्न उसलाई उनी पलेकी छोरी देशले रगत मागे यमराज को शीर छिनाउने सारा पृथ्वी का संतान बगिनी को दूध हैन त्यो तने पाली को स्तन यमराज को शीर छिनाउने सारा पृथ्वी का संतान बगिनी को दूध हैन त्यो तने पाली को स्तन सक्दिन माता बाँच्न निर्धार भएर एकछिन बरु शहीद भएर बिर्कै मृत्युमा मर्छु हामी वीर बनेर मर्छौँ गोली त ऊ सहन्छे माग्दिनन् सुनका अक्षर उनी पलेकी छोरी माग्दिनन् सुनका अक्षर उनी पलेकी छोरी देशले रगत मागे मलाई बलि चढाओ रुदिनन् मेरी आमा उनी पलेकी छोरी रुदिनन् मेरी आमा उनी पलेकी छोरी देशले